हेलो नमस्ते, वेलकम ब्याक टु अर्को सस्तो आकर्षक घडीको भिडियो लिएर तपाईहरुको माझमा फेरि उपस्थित भयौं। देउखुरी अनलाइन टिभीको साथमा म छु एसपी माथुर। के तपाई सस्तो अनि आकर्षक घडीको खोजीमा हुनुहुन्छ भने पर्खनुहोस्। आज हामीले तपाईलाई लगेर जाँदै छौं एउटा सस्तो अनि आकर्षक बजारमा रहेको घडीतर्फ। लुम्बिनी प्रदेशको राजधानी दाङदेखुरी अवस्थित लमही नगरपालिका भित्र लमही बजारमा रहेको एउटा सस्तो आकर्षक घडी आज हामीले तपाईका लागि लिएर आएका छौं। मात्र 5,50,000 रेटमा हामीले तपाईलाई आज लिएर आएका छौं एउटा सस्तो आकर्षक घडी। भिडियोमा जानु पूर्व यहाँहरुलाई मैले एउटा जानकारी दिन चाहे। यदि तपाईहरुसँग पनि कुनै पनि प्रकारको प्रपर्टीहरु बेच्नु पर्ने छ भने विदाउट एजेन्ट हामीलाई सम्झन सक्नुहुन्छ। हामीले तपाईको प्रपर्टी लाई हामीले प्रचार प्रसार गर्दिन्छौं, जसका लागि तपाईले कुनै शुल्क तिर्नु पर्दैन र तपाईले भनेकै मूल्यमा तपाईकै नम्बर राखिदिएर हामीले तपाईको घर जग्गाको घरको तपाईको प्रपर्टीको हामीले विज्ञापन गर्दिन्छौं र जसले गर्दा तपाईलाई डाइरेक्ट किन्न चाहने मान्छेले तपाईलाई नै कन्ट्याक्ट गर्नेछन् र तपाईले पनि हामीले यस युट्युब च्यानल देउखुरी अनलाइन टिभीमा प्रस्तुत गरेका भिडियोहरुमा यहाँहरुले डाइरेक्ट साउजीको नम्बरहरु पाउन सक्नुहुन्छ र डाइरेक्ट साउजीलाई गएर किन्न परेको छ भने चाहिएको छ भने डाइरेक्ट साउजीलाई गएर कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामीले प्रत्येक भिडियोमा प्रत्येक जसको प्रपर्टी हो उहाँहरुको नम्बर राखिदिएका छौं र सम्पूर्ण जानकारी दिएका छौं। अब लागौं आदरणीय दर्शकबिनहरु आजको घडीतर्फ। आजको घडी रहेको छ दाङ जिल्लाको लमही नगरपालिका अवस्थित लमही बजार नेर रहेको जैन र इंग्लिश बोर्डिङ स्कुलको जस्ट अपोजिटमा रहेको त्यही स्कुलसँग अट्याच भएको घडीमा हामीले यहाँहरुलाई लगेर जाँदैछौं। जहाँ तपाईले पाउन सक्नुहुन्छ स्कुलको अगाडि यो घडी भइहाल्यो, साथै तपाईले यहाँ फराकिलो बाटो पाउन सक्नुहुन्छ। अगाडि 8 मिनेटको बाटो पाउन सक्नुहुन्छ भने मेन रोडमा यो रहेको छ, जसको क्षेत्रफल रहेको छ अगाडिको मोहडा तपाईले पाउन सक्नुहुन्छ 14 मिटरको भने यसको लम्बाई रहेको छ 15 मिटर 80 cm। हामीले तपाईहरुलाई यस घडीसँग सम्बन्धित रहेर एउटा मेजरमेन्ट पनि यहाँहरुलाई हामीले देखाएका छौं, प्रस्तुत गरेका छौं, यहाँहरुले हेर्न सक्नुहुन्छ। अझ खुसीको कुरा के छ भने तपाईले यस घडीमा अलरेडी पिलरहरु जगहरु बसालिसकेको र पिलरहरु पनि उठाइसकेको अवस्था छ हैन। यहाँहरु यस भिडियोमा हेर्न पनि सक्नुहुन्छ। अलरेडी यहाँ उठाइसकेको छ, घडीहरु उठाइसकेको छ, जग भाटिसकेको छ र पिलरहरु पनि उठाइसकेको छ। मात्र तपाईले यस घडीलाई मन पराउनु भयो भने तपाईले सिधै आएर अब इटाको गारो लगाएर आफूलाई चाहिए अनुरूपको बनाउन सक्नुहुन्छ। यहाँहरुलाई मैले जानकारी दिइहाले। लमही नगरपालिका भित्र रहेको यो घडी यहाँ तपाईले पाउन सक्नुहुन्छ सेवा सुविधाहरुमा 24 आवर गाडी घोडा पाउनुहुन्छ नै, बजार नजिक रहेको हुनाले र यसको अगाडि सरकारी स्कुल पनि रहेको छ। सरकारी स्कुल देवपुर सरकारी स्कुल रहेको छ, सँगै एउटा मन्दिर रहेको छ। माथि रातो डाँडामा यहाँहरुले आँखा अस्पताल पनि पाउन सक्नुहुन्छ, बजार नै भइहाल्यो। शिक्षा स्वास्थ्य सम्पूर्ण रूपले भरिपूर्ण रहेको यो घडी यदि यहाँहरुलाई मन पर्यो भने यहाँहरुले डाइरेक्ट साउजीलाई कन्ट्याक्ट गर्नु होला र हामीले साउजीको नम्बर यसै भिडियोको तल राखिदिएका छौं र स्क्रिन प्ले पनि गराइरहेका छौं। घडीको मूल्य रहेको छ 5,50,000 प्रति धुर। साउजीले हामीलाई यसै जानकारी गराउनु भएको छ 5,50,000 प्रति धुर राख्नु भएको छ भने जग्गाको टोटल क्षेत्रफल रहेको छ 9.5 धुरमा फैलिएको यो घडी यहाँहरुले मन पर्यो भने 5,50,000 प्रति धुर यहाँहरुले यस घडीलाई लिन सक्नुहुन्छ। साउजी विशेष कामले बाहिर बस्नु हुने भएको हुनाले यस घडीलाई बेच्न लाग्नु भएको छ। यहाँहरुलाई मन पर्यो भने मूल्यमा तलमाथि हेरफेर त भइ नै हाल्छ। साउजीलाई यहाँहरुले WhatsApp मार्फत कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामीले WhatsApp नम्बर उहाँको दिएका छौं, त्यही नम्बरमा तपाईले कन्ट्याक्ट गर्नु होला र डाइरेक्ट साउजीसँग लिनु होला। तपाईलाई आजको यो घडी कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला।
यदि तपाईँहरू पनि आफ्नो प्रपर्टी बेच्न चाहनुहुन्छ भने डाइरेक्ट कस्टमरलाई हामीलाई सम्झाउन सक्नुहुन्छ। हामीले तपाईँको प्रपर्टी तपाईँले भनेकै मूल्यमा तपाईँकै नम्बर राखिदिएर तपाईँलाई नै कन्ट्याक्ट गर्नका लागि हामीले अनुरोध गर्दै भिडियोहरू बनाइदिन्छौँ र प्रचार प्रसार गरेर तपाईँलाई सहयोग गर्नेछौँ, जसको लागि तपाईँले हाम्रो यस देउखुरी अनलाइन टिभीलाई सब्सक्राइब गरेको हुनुपर्नेछ, लाइक गर्नुपर्ने हुन्छ, मिठा मिठा कमेन्ट गर्नुपर्नेछ। यति गर्नुभयो भने हामीले तपाईँको प्रपर्टी बेच्नको लागि हेल्प गर्नेछौँ। आगामी वर्षमा हामीले अर्को सस्तो आकर्षक घडेरीको भिडियो लिएर आउनेछौँ। तबसम्मको लागि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल।